Hello, welcome to everyone my YouTube channel and new day, new vlog मा स्वागत छ सबैजनालाई। आज चाहिँ anyways सबैजनालाई ह्यापी दशैंको शुभकामना भन्न चाहन्छु। नेपालीहरुको महान चाड बडा दशैं आइसकेको छ। गाउँघरतिर पुरै दशैं छाइरहेको छ। तर के गर्न हामी यहाँ खाटबारीबाट गाउँ जानलाई भनेर रेडी भएको आज 4 दिन भइसकेको छ। 4 दिनमा आज बल्ल बल्ल गाडी पाइरहेको छैन किनभने अहिले चाहिँ एकदमै गाडीको समस्या छ साथीहरु। जब यो चाडपर्व आउँछ गाउँतिर जान्छु भन्दा गाडी पाउँदैन, गाउँदेखि सहर जान्छु भन्दा गाडी पाउँदैन, त्यस्तो छ। अबको यस्तोको मार भनेको लगभग 1 हप्ता जति चल्छ। त्यही भएर गाडी नपाएको कारण हामी चाहिँ आज फाइनली जान आँटिरहेको छौं। त्यही भएर मैले आज सानो भिडियो बनाउन चाहे। हजुरहरुकोमा स्वीकार्नु होला मेरो भिडियोहरु आज बाटोमा गएको रहनेछ। खासै राम्रो चाहिँ छैन, स्पेशल छैन, तर पनि अनि यो भिडियो चाहिँ मेबी दशैं सकेपछि आउँछ होला। सबैजनालाई दशैंको शुभकामना पनि दिन चाहन्छु। अब 4 दिनदेखि यता हामीले यता हाम्रो झोलासोला प्याक गरिराछौं। हाम्रो कोसेलिया कुइसकेको छ, घरमा उता मासु कुइसकेको छ, त्यही चिन्ता लागिरहेछ। अरु कुरा त त्यस्तै हो साथीहरु। अब तपाईहरुले भ्लगमा देखिन हाल्नुहुन्छ है भन्दै फेरि भेट्ने छौ। ल हिँड्यो साथीहरु, अब चाहिँ फाइनली लाग्यो। अनि तल गाडी आइसकेको छ। अनि सामान यसरी हातमा झुन्डाइ पर्ने पर्या छ हेर्नु हैन। अहिले रुन थालिसक्यो। घर पुग्दासम्म त यसको हालत के हो त। अनि अगाडि पनि हामीले 25 केजी को सामान चाहिँ अघि नै पुर्याइराखेको छ। तल यहाँनिर गाडी चाहिँ आउँछ। त्यो साथीहरु दशैंमा गाउँ जाने चलन चल्ती छ। त्यही जाने मन हुँदो रहेछ। नजाम भन्दा पनि दशैं आइसक्दाखेरि दशैंकै मुखमा जाने मन हुँदो रहेछ। गइरहेको छु हामी पनि। ठिकै छ, यस्तै हो हैन। बल्ल बल्ल 4 दिनपछि आज गाडी पाइएको छ साथीहरु। हामी गइरहेको छौं फाइनली गाउँतिर। अनि आज चाहिँ हाम्रो निनी पनि हुनुहुन्छ हाम्रो साथमा धेरै पछि। अनि हाम्रो निनीहरुलाई पनि मेरो भिडियोमा स्वागत छ। अनि हाम्रो सानो भाइ पनि रहेछ। हामी चाहिँ गाउँ जाँदैछौँ। अब यहाँबाट लगभग हामी खाटबारीदेखि हिँडेको गाउँमा हामी अब रातको भरे 8-9 बजेतिर पुगिन्छ होला। फेरि भेटौँला। ओके बाइ। अनि आजको हाम्रो ड्राइभर चाहिँ हाम्रै गाउँले भाइ हुनुहुन्छ यार। फर्स्ट टाइम भाइको गाडीमा हिँडेको छ। फेरि कसरी पुग्ने यार। बुमलिङमै गर्मीले मार्ने भयो त नि। यसरी त कस्तो गर्मी लागेको यार। गाह्रो छ कसरी पुग्नु। यत्रो घाम लागिरहेछ यार। हाम्रो पाहुना चाहिँ बल्ल बल्ल हामी यहाँनिर आइसकेको छ दोकानमा। अब यहाँदेखि चाहिँ हाम्रो गाडी जाँदैन। अब हामी हिँड्नुपर्ने र मम्मी पनि आइसक्नु भएको छ। अनि यता सबैजना हामी आफन्तजनहरू नै छौँ। अब यहाँदेखि हिँड्नुपर्छ लगभग 4 घण्टा जति लाग्छ। तुमियो छ अब खुरुङ्गा बक्सी। आमाको कोसेली स्पेशल नि हेरौँ। तिमी राम्री छौ। राम्री छु। गाइस हामी पुलमा दशैं हो दशैं। यतिको त बोक्नु पर्यो जस्तो लागिरहेछ हैन त पप्पा। पप्पा रमाइलै छ एक डोको बोकेर। दशैं नि तसोमा त्यसै हैन। एक भारी खुन बक्सी यस्तो छ हाम्रो गाउँतिरको दशैं चाहिँ। हामी चाहिँ गाउँतिर चाहिँ यसरी दशैं मनाउन जान्छौँ साथीहरु हैन। अब यस्तै छ गाउँतिर। गाउँघरको दशैं चाहिँ यस्तो हुन्छ है साथीहरु। गाउँघरमा दशैं खान सजिलो चाहिँ छैन है। यस्तै हो, डोको बोक्नुपर्छ अनि यस्तो बाटोमा हिँड्नुपर्छ। यस्तै चाहिँ साथीहरु हाम्रो गाउँ जाने बाटो भयो। यो चाहिँ यस्तै बाटो हुँदै जानुपर्छ। अनि हाम्रो गाउँ चाहिँ माथिको गाउँ हो। हामी चाहिँ त्यहाँ पुग्नुपर्छ। यस्तै छ दशैंमा यसरी डोको बोकेर डोकोमा भारी बोकेर दशैं मनाउन जानुपर्ने। के दशैं पनि मनाउन यार यसरी दुःख गरी चाहिँ जस्तो लाग्छ। के गर्न हैन।
यतापट्टि चाहिँ साथीहरू उकालो अब उकालो आइसकेको छ अब उकालो यस्तै जानुपर्छ रात पनि परिसकेको छ कसरी पुग्नु भइरहेछ यहाँदेखिको चाहिँ भोक पनि लास्टै लाग्ने तिर्खा पनि लाग्ने हिँड्न पनि नसक्ने अवस्था हुन्छ ठ्याक्कै उकालो लाग्यो यार उकालो लाग्यो गाह्रो छ 4 करोडको भेडाको मासु बेस्ट अफ द बेस्ट यो चाहिँ मासु मेरो लागि चाहिँ साथीहरू हेलो गाइस के छ आज अष्टमी रहेको छ अनि हाम्रो चाहिँ आज चाहिँ घरली पोट गर्दा नै गयो अष्टमी पनि चाहिँ बल्ल फिक्स भएको छ अब एकछिन रमाइलो गर्ने हो हजुरको दसैँ कसरी बित्दैछ बाबा आफ्नो दरबारी त्यसरी हुनुहुन्छ त्यस्तै हो अब हेर्नुपर्छ यो घरभित्र के हुँदैछ होइन म चाहिँ हेर्न जान्छु यो के हुँदैछ रे अरे गर्न खोजे के हो आज अष्टमी हो आज भेज हो मासुको परिकार देखाउनु यो के को परिकार देखाउनु पर्यो यहाँ मासुको परिकार हुनु पर्यो के हो यो भेजमा अष्टमीमा कसले मोमो पकाएर खान्छ ए बुढा जति उइस कुरा के भयो मेरो साथीहरू होइन म चाहिँ मासु हेर्न आएको तर यहाँ चाहिँ मासु छैन मोमो परिकार हुँदै रहेछ किनभने तपाईहरुलाई थाहा छ नि त म मासु लभर हो भनेर तर आज त्यस्तो छ त अब के गर्नु है बडा दशैंको उपलक्ष्यमा मोमोको शुभकामना अरे यो मिले त हैन त्यो त भएन नि यार अन्याय भयो नि त मेरो साथ त अनि मैले मासु फ्राई गरेर खानु पर्ने मासु त सबै यो किमा बनाइसके रहेछ के अब के गर्ने गर्ने मासु किमा बनाइसके राम्रो काकीले बनाउनु भयो आफू जत्तिकै ब्युटिफुल दसैँको नाममा अब यति मात्रै बाँकी छ सबै सक्यो सक्यो साथीहरू यहाँ घरमा दसैँ सक्यो अब फेरि सहरतिरै लाग्नु पर्ला है साथीहरू दसैँ आएको कि बर्खा लाग्यो हो हाम्रोतिर त पानी परे छ त हौ होइन के भयो गाह्रो छ यहाँ बसै छौँ आज चाहिँ फेरि हाम्रो घरमा चाहिँ मोमो छ अनि मोमोमा हाम्रो पुसै बनाइसक्नु भएको छ पुसै राजालाई दर्शन धोकदिया वेलकम छ मेरो ब्लगमा त्यही हो होइन गाउँमा रमाइलो भइरहेको छ आज एक दिन गाउँमा बस्ने हो भोलि त फेरि सहर जाने हो आज चाहिँ हाम्रो मोमो छ मोमो खाने हो खिचडी खाने हो वाचिप्पा खाने हो आज चाहिँ टन्न वाचिप्पा पुसै मोमो लाग्यो त्यो फेरि गाउँमा चाहिँ पानी परेर यहाँ पुसै यहाँ मोमो लाग्यो बाको क्या होला उनको चाहिँ मोबोला ताम्थेको मोबोला ताम्थेको उनको ए अदेप मे उइ दुप्पा बल्लचिना हैप्पी टू ये जी
हाम्रो चाहिँ हाम्रो गाउँसम्म गाडी आइपुग्दैन नि त अनि त्यही भएर हामीले चाहिँ लास्टै दुःख अब हुन्छ क्या गाडी आउने बाटोसम्म पुग्नलाई रोडसम्म पुग्नलाई लास्टै दुःख हुन्छ अनि भारी पनि बोक्न सकिँदैन अनि कति धेरै भारी बोकेर ल्याउन मन छ तर बोक्नै सकिँदैन यहाँ थोरै बोकेको पनि यहाँ कस्तो काट दुखिसक्यो अनि अब तल गाडी आउने रोडसम्म चाहिँ यसरी नै हिँड्दै जानुपर्छ त्यसपछि त गाडीमा जाने हो साथीहरू गाडी भाडा पनि बाबाले दसैँमा दक्षिणा भनेर 2,000 दिइसक्नु भएको छ अब के गर्नु होइन गाडी भाडा पनि दक्षिणा दसैँको दक्षिणा बाबा मम्मीले दिइहाल्नु भएको छ गाडीमा चढिन्छ मजाले गइन्छ है तर गाडीसम्म चाहिँ कसरी पुग्ने भइरहेको छ त्यो चाहिँ तनाव छ साथीहरू है जस्तै पानी परेको छ अनि भिडियो बनाउनु पनि भइरहेको छैन हेर्नुहोस् साथीहरू मैले कस्तो अप्ठ्यारो तरिकाले गाह्रो तरिकाले भिडियो बनाइरहेको छु अब यस्तै छ साथीहरू अनि यतातिर चाहिँ लास्टै अलैँची दाना पाउँछ क्या मैले तिमीले रुद्राक्ष यत्रो रुद्राक्ष पाउँछ अलैँची पाउँछ यो मेरो वरिपरि अलैँची नै अलैँची बगान छ अहिले त अलैँची त मनको 1 लाख पुगिसकेको छ यो अलैँची बगान हुने मान्छेहरू त कति धनी हुन्छ है साथीहरू कति धनी हुन्छ कति धेरै पैसा आउँछ घरमा अलैँची हुनेहरूको अलैँची नहुनेहरूको त बिचरा खेताला गयो दिनको 500 मात्रै कमाउँछन् अलैँची हुनेहरूले त टन्नै वर्षमा कमाउँछ हो 1 करोड जति त अब अलैँची नै अलैँची छ नि त साथीहरू हेर्नु न वरिपरि अलैँची नै अलैँची छ अब म चाहिँ पुलमा आइसकेको छु यो चाहिँ पुल हो यो चाहिँ बगर भयो अनि यता वरिपरि अलैँची नै अलैँची बगान छ साथीहरू देख्न सक्नुहुन्छ यो अलैँची होइन यो चाहिँ पैसा हो पैसा भन्छ है हाम्रोतिर चाहिँ केही छैन साथीहरू यस्तै हो है म एक्लै रमाइलो गरिरहेको छु मान्छे लड्ने लडिरहन्छ हिँड्ने हिँडिरहन्छ बोल्ने बोलिरहन्छ होइन बस्ने बसिरहन्छ लडेको लडै छ उसको खुट्टाको हालत त्यस्तो छ है तर म रमाइलो गरिरहेको छु पानी परिरहेकै छ है सबै कुरा भइरहेकै छ कुनै कुराको अभाव छैन हेर्नुहोस् साथीहरू छातामा छाता छ पानीमा पानी परिरहेको छ है हिँड्न पनि बाटोमा बाटो यस्तो छ रमाइलो भइरहेको छ एकदम इन्जोय गरिरहेको छु ल साथीहरू अब हेर्दा पो यस्तो छ तर म लास्टै इन्जोय गरिरहेको छु अनि मेरो अगाडि एकजना लड्दै जाँदैछ त्यो पनि हेर्न मजा आइरहेछ मलाई है यस्तै हो है आफूले चाहिँ लड्नु भएन क्या लड्नेहरू त हेरि पठाउनुपर्छ अरू लडिरहन्छ नि आफू चाहिँ लड्नु भएन क्या यो त खासमा यो मान्छे तराईमा बस्ने मान्छे परेछ क्या हामी त पहाडमै बस्छौँ यो चाहिँ तराईमा बस्छे अनि तराईमा त एक पाइला निस्किने बित्तिकै बहिनी कहाँसम्म जाने भन्छ अनि यसो रिक्सा चढेर जान्छ फेरि रिक्साले ल्याइदिन्छ त्यहीबाट ल उसलाई हिँड्न अलिकति गाह्रो भइरहेको जस्तो महसुस गरेँ यस्तै हो के गर्नु कर्मैमा दुःख लेखेपछि दुःखैमा जन्मेपछि यस्तै हो के गर्छौ तिम्रै भाग्य यस्तै हो तिम्रो भाग्य त्यही हो चम्किन्छ तल्किन्छ पर्खिनुपर्छ यस्तै हो चाहिँ भन्न सकिन्न होइन भाग्यको कुरो हो कहिलेकाहीँ चम्किन पनि सक्छ थाहा हुँदैन होइन त्यो साथीहरू भाग्यको कुरो हो चम्किन पनि सक्छ नि त थाहा हुँदैन नि त कतिखेर चम्किन्छ भन्ने कुरा होइन भाग्यले यस्तो समय बताउँदैन टाइम दिँदैन यो यतिखेर आउँछ भनेर भन्दैन होइन सङ्केत दिँदैन घन्टी बजाउँदैन बाजा गाजा बजाउँदै आउँदैन भाग्यको कुरो चम्किन्छ कुन बेला थाहा हुँदैन चम्किन पनि सक्छ है साथीहरू अहिले पो म यसरी यो बाटोमा हिँडिरहेको छु होइन फेरि पछि म यतातिर एरोप्लेनमा पनि त आउन सक्छु होइन भाग्यको कुरो थाहा हुँदैन भाग्यमा विश्वास चाहिँ हुनुपर्छ विश्वास भाग्यको सबै कुरा भाग्यमा सुम्पिनुपर्छ भन्ने मान्यताका साथ म चाहिँ अगाडि नै बढ्दैछु साथीहरू यहाँ लास्टै गाह्रो भयो यहाँ यो सिस्नो पो पहिले बच्चैमा त खाइन्थ्यो त हौ यो सिस्नुको यो फुल हुन्छ नि जुन यो फुल खोजेर खाने गर्थ्यो हो बच्चामा त अहिले पनि कति धेरै रहेछ क्या यता सिस्नो कस्तो खान मन लाग्यो यस्तो क्या सिस्नुको यो फुल हुन्छ नि यो त बजारमा बेच्न पो ल्याउँछ त हाम्रोतिर त बजारमा त किनेर पनि खानुपर्छ त यता चाहिँ ओ माइ गड छाता झऱ्यो बजारमा किनेर खान पाउँछ यतातिर आफैले खोजेर लग्यो भने त हुने नि तर के गर्नु होइन अब परिस्थिति नै यस्तै छ परिस्थिति नै गाह्रो छ साथीहरू अब अरू त के सेयर गर्नु हो मसँग त्यस्तो ट्यालेन्टको कुरा सेयर गरौँ भने केही ट्यालेन्ट नै छैन होइन अब
यतिकै हो म त हावै मान्छे हो हावैको खान्छु साथीहरू माइन नगर्नुहोस् होला अनि हाम्रो गाउँठाउँतिर चाहिँ अलैँचीकै कुरा गर्ने हो भने चाहिँ अलैँचीले यहाँ चाहिँ खरब अरबको फल छ तर यो अलैँचीको पैसा चाहिँ कहाँ जान्छ भन्ने कुरा हो यो अलैँचीको धनीहरू त कति खुसी छन् होला है किनभने अहिले त मनको अलैँची 1 लाख पुगेछ नि त पहिले मनको यसो 20-22 हजार हुँदा नि मान्छेले कति दुःख गर्थ्यो अहिले त यसमा अब 2-3 मन निस्क्यो भने त 2-3 लाख त सजै आउने भयो कति खुसी छन् होला है किनभने लक्ष्मी भित्रिँदैछन् त होइन अनि उनी चाहिँ हाम्रो डाक्टर निसाइबा डाक्टर नि तराईमा बसेर अरूलाई पखालो लागेको औषधि दिने मान्छे केही पेट टाउको दुखायो भने सुई हान्ने मान्छे त गाउँ हाकी छ अहिले ऊ आफैलाई गाह्रो परिरहेको छ के भन्नु होइन र होइन रातमा सुत्दिन भन्छ सँगै सुतेको मान्छे उठेर टोइलेटमा बास गर्दा रहेछ मलाई थाहै हुँदैन अब जब म बिहान उठ्छु तब कुरा गर्छु रातभरि सुतेकै छैन म रातभरि टोइलेट गएको टोइलेटमा बसेँ भनेर टोइलेटमै उसले त वासस्थान बनाएको रहेछ मलाई थाहै भएन सँगै सुत्न चाहिँ सुत्यो तर मलाई थाहा भएन उसको व्यथा के हो भनेर फेरि बिहान उठ्ने बित्तिकै निको भइहाल्ने यो कुन खालको डायरिया आएको त्यो अब उसलाई नै थाहा होला उसलाई जिस्काउने होला नत्र त यस्तो डायरिया त नहुनु पर्ने डायरिया हुने मान्छेले त दिउँसो पनि हुन्छ उसले चाहिँ राति आउने अनि बिहान हुने बित्तिकै निको हुने दिउँसो केही नहुने अनि दिउँसो उसले मस्त टन्नै मासु भात खान्छ अन्त राति जब सुतेपछि उसलाई पेट गडबडी हुँदो रहेछ उसलाई डायरिया हुँदो रहेछ अनि राति सोध्छ अरे मैले किन आज खाइछु भन्ने लाग्छ अरे उसलाई होइन के गर्नु साथीहरू त्यसै हो अब आफै अरू बिरामी आम नागरिक जनताहरू बिरामी हुँदा त उसले नै औषधि दिएर निको पार्ने गर्छिन् आफू बिरामी हुँदाखेरि चाहिँ अब घटनाक्रम सुनाउने मात्रै रहेछ यस्तै छ सबैको भाग्य भनेको यस्तै हो के गर्नु त अब म के भन्न सक्छु र होइन अब मसँग पनि खासै इन्टेलिजेन्ट ट्यालेन्ट छैन म चाहिँ बिसाउँछु जाँदै गर हो साथीहरू अब यो चौतारीमा त बिसाउनु पर्छ हेर मेरो झोला पनि झऱ्यो जाँदा आउँदा बिसाउने चौतारी भनेको यही साथीहरू यो आहा म यहाँ आइपुगेर एउटा कुरा फेरि याद पहिले म दिदीको बिहेमा आउँदाखेरि मेरो कति बिहेमा नाचेको याद आयो है मलाई 2071 सालतिरको कुरा होला होइन दिदीको घर चाहिँ यता अनि बिहे आएको थियौँ हामी चाहिँ बिहे चाहिँ यताबाट आएको थियौँ यताबाट बिहे आएर यहाँनिर डान्स गऱ्यौँ बिहेमा जन्तीहरू आम्मामा यति रमाइलो भएको होइन है ए फेरि डान्समा त म त खत्रै जस्तो लाग्ने है माथिदेखि आएको हामी कति टाढो छ नि हेर हाम्रो गाउँमा जतिखेर पनि यस्तै हो कस्तो कालो अँध्यारो फेरि आज हाम्रो गाउँमा बिहे छ साथीहरू यस्तो पानी परिरहेछ मान्छेहरूले कसरी बिहे खान्छ नि है रमाइलो गर्ने वातावरणै छैन हौ गाउँघरमा पनि के साह्रो पानी परेको यो झरी बादल के हो यार अझै सानोले चाहिँ बर्खामा त यो खोला कति ठुलो हुन्छ हामी चाहिँ यस्तै खोलाको किनार किनार हुँदै जानुपर्छ क्या वारिपारी हुँदै आउनुपर्छ यता पनि खोलाकै किनार हुँदै आउनुपर्छ यस्तै छ जातिहरू है बाटो चाहिँ यही बाटो जानुपर्छ अनि यस्तोमा अब गाडी ल्याउने कुरा पनि आउँदैन पनि अब रोड चाहिँ त्यहीसम्म आउँछ तर बर्खामा चाहिँ गाडी आउँदैन अब रोड त लगभग आइसकेको छ के भन्न चाहन्छौ लु भन उसलाई चाहिँ फेरि त्यही रमाइलो छ म लाटी हूँ म पागल हूँ म त पागल हो म त पागल हो म त पागल हो तिम्रो सपना सजाए मुटु भरि तिमीले छोडी गयो म त पागल हो म त पागल हो म त पागल हो म पागल हो साथीहरू म पागल नै म पागल हो म पागल हो या जिन्दगीमा यतिको पागल चाहिँ हुनुपर्छ है साथीहरू रमाइलो नै जिन्दगीमा चाहिने हो भने खुसी हुन चाहिने हो भने यतिको पागल चाहिँ हुनुपर्छ यतिको पागल भएन भने त खुसी नै जिन्दगीमा छैन नि त होइन र साथीहरू ओ हेरौँ ऊ पागल भन्दा कम छैन ऊ पागल हो म भनेर भन्न चाहन्छु तर केही छैन होइन अब पागलको दिने हुन मन छैन मलाई पनि त्यही हो मिलाएर बुझ्नु होला
साथीहरू अब चाहिँ हामी जान्छौँ। अब म मेरो भारी बोक्छु साथीहरू। अब म त छोडेर हिँडिदिन्छु पनि होइन। अब पशु प्राणी होइन नि त, मान्छे हो नि त होइन। अब जानुपर्छ बस्नुपर्छ भन्ने त आफूले थाहा हुन्छ नि त होइन। अघि पनि मैले घरमा छोडिदिइराखेर आएको चाहिँ टोइलेटमा दिउँ कि ऊ त आएकै दिनदेखि टोइलेटमै बास हो नि त साथीहरू होइन। खासै ऊ घरमा बस्दैन क्या, टोइलेटमै बास छ उसको चाहिँ। त्यही होइन बसाइसराई बिस्तारै बसाइसराई नै टोइलेटमा सारेको छ नि त। अब टोइलेटमै रहेछ, म त आइगएँ है। भरे त आउँछ त कराउँदै आउँछ क्या। छोडेर गयो केही नभनी गयो भनेर भन्दै रहेछ होइन। अब यस्तै परिस्थिति अनुसार अब झुट्नुपर्छ साथीहरू। अरू कुरा चाहिँ त्यस्तै हो। यो हाम्रो गाउँठाउँमा आउने पछिका बुहारीहरूले चाहिँ लास्टै दुःख पाउँछन् यार। सो अब यो गाउँठाउँका अब यसो दाजुभाइहरू सो काठमाडौँ जान्छन्, चिल्लो गाडी उनी हिँडिराख्दाखेरि त अब बुहारीहरू त फसिहाल्छ नि त होइन। केटीको मन हो, आहा क्या जेन्टलमेन लाग्छ है। अनि माया जालमा पर्छन् अनि बिहे गर्छन्। बिहे गरेर आउँदाखेरि त बिचराहरू फस्छन्। यस्तो हाम्रो ठाउँमा मेरो भाग्यले कहाँ दोहोऱ्याएर आइपुगे जस्तो लाग्छ। त्यस्तै सोध्छन् होला जस्तो लाग्छ। किनभने हाम्रो गाउँको अब चेलीबेटीहरू त अन्तै जान्छ नि त। अन्तै चेलीबेटीहरू पनि फेरि कस्ता कस्ता ठाउँमा पुगिरहेको हुन्छ है। फेरि अब सोचेर कुन ठाउँमा ल परेको हुन्छ, कुन ठाउँमा बस्नेहरूसँग यसो देश विदेश सिङ्गापुर जापान कता कता अस्ट्रेलिया जापान कोरिया हुनेसँग लप पार्छन् अनि बिहे हुन्छ नि। मेरो बोयफ्रेन्ड त देश विदेशको ठुल्ठुला मान्छे। आमामा चिल्लो गाडीमा हिँड्छ, एरोप्लेनमा हिँड्छ। आमामा सुनको सुन, चाँदीमा चाँदी सोध्छन् है। बिहे गर्छन् लप पर्छन् हरेक हुन्छ। अनि गाउँठाउँमा आइपुग्दा त यस्तैमा पढिरहेको हुन्छ। के गर्नु है, जिन्दगी हो है। त्यो जस्तो जहाँ गए पनि मेरो कर्मैले दोहोऱ्याएको, मेरो कर्म यस्तै रहेछ भनेर सम्झिनु पर्ने हुन्छ साथीहरू है। दुःखको कुरा चाहिँ यही छ है। जहाँ पनि हाम्रो गाउँठाउँमा मात्रै होइन कि, जहाँ पनि यस्तै हो। जुनसुकै ठाउँमा पनि यस्तै हो। हामीले देख्ने मात्रै हो। यो हाम्रो गाउँठाउँ भन्दा त अरू ठाउँ त कति राम्रो होला है। अरू कस्तो राम्रो ठाउँमा बसेको होला है सम्झिन्छ क्या। तर जहाँ पनि यस्तै हो, गाउँठाउँ भनेको यस्तै हुन्छ साथीहरू है। अझ भन्छु म त होइन, अरूहरूको गाउँठाउँ भन्दा अरूहरूको गाउँठाउँको तुलनामा त हाम्रो त झनै राम्रो होला भन्छु कि। त्यस्तै यो खोला छ नि, यो खोलामा बच्चामा हामी यति पौडी खेलेको यार। बर्खामा हामी जेठदेखि पौडी खेलेको, पछि भदौसम्म यो खोलामा कति पौडी खेलेको है साथीहरू। आमामा त्यहाँदेखि मलाई ग्यास्ट्रिक भएको थाहा छ। यही खोलाले गर्दाखेरि मलाई ग्यास्ट्रिक भएको जिन्दगीमा। घर जाँदा जाँदै त्यो जिउमै चाहिँ चिसो कपडा सुक्ने कि, त्यहीबाट मलाई ग्यास्ट्रिक लागेको कि साथीहरू। यही खोला पौडी खेल्ने भएर मलाई चाहिँ ग्यास्ट्रिक लागेको साथीहरू। त्यो ग्यास्ट्रिक चाहिँ मेरो जिन्दगीमा मेरो घातक रोग नै भइसकेको छ साथीहरू। त्यो ग्यास्ट्रिकले गर्दाखेरि आजकल म खासै तन्दुरुस्त चाहिँ छैन साथीहरू। पेट दुखिहाल्छ क्या, भोक लाग्दैन नि पेट दुख्छ। अनि कहिलेकाहीँ चिसो तातो हुँदा नि पेट दुख्छ, कहिलेकाहीँ आफै बल्झिरा हुन्छ। त्यस्तै हुन्छ क्या। ग्यास्ट्रिक चाहिँ आफ्नो बच्चैमा ज्ञान आएन, रमाइलोमा मात्रै ध्यान गयो, आफ्नो स्वास्थ्यको माइ लाग्दैन थियो साथीहरू। अब अहिले आएर थाहा पाइरहेको छु कि मलाई चाहिँ ग्यास्ट्रिक लागेको रहेछ साथीहरू। त्यो पनि खाली पेटै यति भोक लागेको हुन्छ। त्यही भोक लागेको बेला यस्तो चिसोमा पौडी खेले हुन्छ। अनि अब कपडैसँग खेलेको हुन्छ, कपडा जिउमै घर पुग्दा ओर्दा त सुक्थ्यो। त्यही भएर ग्यास्ट्रिक हुन्थ्यो साथीहरू। के गर्नु, त्यो जमानाहरूले गर्दाखेरि, त्यतिखेरको कच्चा दिमागले गर्दाखेरि मान्छे कच्चा, ज्ञान पनि कच्चा। के गर्नु साथीहरू, ज्यानको माया लागेन। ज्यानको माया भन्दाखेरि यसो मनको सन्तुष्टि खोजियो, रमाइलो खोजियो। जता माया त्यतै रमाइलो भने जस्तो हुन्थ्यो साथीहरू। त्यतिखेर उमेर पनि जोस पनि है, सबै कुरा। त्यो साथीहरू मलाई मात्रै होइन, जहाँसम्म लाग्छ तपाईँहरूलाई पनि त्यस्तै गर्नुभयो होला, त्यस्तै लागिरह होला है। कतिपय कस्तो डेन्जर गेमहरू खेल्नु भयो होला होइन। जिन्दगीको गोडेटोमा आफ्नो बाल्यकाल कसरी बिताउनु भयो, कतिजनाको एकदमै रमाइलो बाल्यकाल थियो होला, कतिजनाको त कति नरमाइलो पनि बाल्यकाल छ होला भनेर भन्न चाहन्छु। आफ्नो हुन्छ जिन्दगी जिउने तरिका, आफ्नो रहनसहन, सबै कुरा आफ्नो हो साथीहरू है। जसरी जे पनि जसरी गरे पनि अहिले त मेरा उमेरका साथीहरू त राम्रो ठाउँमा पुगिसकेका छन्। अब म मात्रै अहिले पनि यही गाउँमा हिँडिरहेको छु, डुलिरहेको छु। यस्तै छ जिन्दगी भनेको, आफ्नै जिउनु पर्ने रहेछ। अर्काको जिन्दगी हेरेर आहा भन्नु मात्रै रहेछ साथीहरू। आफ्नै जिन्दगी जिउनु त पर्ने हो। घन्टा पानी परेको साथीहरू, बल्ल बल्ल पानी रोकिएको छ है। अहिले चाहिँ यो चाहिँ अर्को पुलमा आइसकेको छ हामी चाहिँ।
बल्ल बल्ल पानी रोकेको छ तर फेरि एकैछिनमा पानी आइहाल्छ क्या यस्तै त छ अहिले पानी रोक्छ अहिले आइहाल्छ क्या साथीहरू मौसमको भरै छैन यहाँ त बरु लफङ्गाहरूको घर हुन्छ कि यता आफन्त साथीभाइहरूको घर हुन्छ मौसमको चाहिँ भर हुन्छ साथीहरू यता चाहिँ हाम्रो गाउँठाउँतिर चाहिँ साथीहरू बल्ल बल्ल हामी चाहिँ अहिले चेपचेप आइसकेका छौँ अहिले चाहिँ हामी रोडमै छौँ अनि मेरो पछाडि उनी चाहिँ उसको अलिक हिँड्दिनँ क्या उसले अलिक नखडा गर्छ क्या कान्छी हुनु पनि लास्टै पाप हो कि होइन सामान्य कुरामा पनि अब म्याउ म्याउ गर्नुपर्छ त्यहीबाट अलिक बिस्तारै हिँड्छ अब म चाहिँ अलिक छिटो हिँडेको छु र पनि उसले कसैको लभ स्टोरी सुनाउँछु भन्थ्यो कि त्यही भएर म चाहिँ कुदेको खासमा अनि तिम्रो लभ स्टोरी बिर्स्यो होला नि त होइन नसुनाउनु होला नि त अब त बिचराको के भन्नु र खै यस्तै होइन साथीहरू अब म अहिले लभ स्टोरी सुन्ने मुडमै छैन क्या अलिक पानी परिरहेको छ नि त होइन मौसम नै कस्तो चुस्तो छ क्या अहिले त यस्तै गाह्रो छ अनि त्यही हामी अहिले बाटोमा छौँ यसरी हिँड्नुपर्छ यस्तो बाटोमा छौँ साथीहरू है अब के भन्नु होइन आज गाडी पनि पाउँछ कि पाउँदैन दसैँ तिहारमा त अति गाडी पनि पाउँदैन र साथीहरू मान्छे प्याक्का पाएको हुन्छ हामीलाई अलिक ढिला पनि भइसकेको छ 10:30 भइसकेको छ यहीँनिर हामी गाडी हुने ठाउँमा पुग्दा त अब 12 बज्छ 12 बजे आज गाडी पाउँछ पाउँदैन थाहा छैन फेरि